फोन नउठाउने, दादा र डनगिरी शैली देखाउने, तर पछि संसदको रोस्टरमा उभिएर रोएको अभिनय र नाटक गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। सम्माननीय सभामुख, पानी बाँड्न गएको हूँ भन्ने, पोसाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिडी चढ्दै राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। संसदहरू चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। नेताको तलब सलब हटाउनु पर्छ, अगाडि पछाडि ट्याङ्कर ट्विटी गाडी सुरक्षाकर्मी राख्न हुँदैन भन्ने, तर सत्तामा पुगेपछि आफ्नै अगाडि पछाडि सुरक्षाकर्मीको लावा लस्कर र घेरा लिएर हिँड्ने प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ। संसार नै मेरा विरुद्धमा लागोस्, तर म सत्य बोल्न छोड्दिन। जति साइबर बुलिङ गर्नु छ गर, सक्छौ अझै गर। भौतिक आक्रमण पनि सहेर आएको। सम्माननीय सभामुख महोदय, जति गाली गर्न सक्छौ गर, जति अल्गोरिदम फैलाउन सक्छौ फैलाऊ, तर मान्छेको जीवनभन्दा ठुलो तिमीहरूको लोकप्रियता होइन। सम्माननीय सभामुख महोदय, मान्छेको जीवनभन्दा ठुलो न सत्ता हुन्छ, न पद हुन्छ, न कानुनको दम्ब हुन्छ, न कसैको लोकप्रियता हुन्छ। सम्माननीय सभामुख महोदय, आफै आफ्ना कार्यकर्ता लगाएर न्युरो र सञ्चार माध्यम र कार्य र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। हिजो सिंहदरबार भन्दा मान्छेको जीवन ठुलो भन्नेहरू आज मान्छेको जीवन भन्दा नियम ठुलो भन्दैछन्। सम्माननीय सभामुख महोदय, म स्पष्ट रूपमा भन्न चाहन्छु, मान्छेको जीवन समाप्त गर्नेहरू हिजो पनि हत्यारा थिए, आज पनि हत्यारा नै हुन्। मान्छेको हत्या केवल गोली हानेर मात्र हुँदैन। सभामुख महोदय, कुनै नागरिकको बाँच्ने आधार खोसेर, उसको रोजीरोटी बन्द गरेर, उसलाई निराशा र पीडाको यस्तो अवस्थामा पुर्याउनु कि ऊ आत्महत्या गर्न बाध्य होस्, त्यो गतिविधि पनि गोली हाने सरहको अपराध हो। सम्माननीय सभामुख महोदय, हामीले कहिले सडकमा जथाभावी पार्किङ गर्न पाउनुपर्छ भनेका छौँ? यदि कसैसँग दम र हिम्मत छ भने संसदको रोस्टममा हेरियोस्। सम्माननीय सभामुख महोदय, संसदको रेकर्डमा हेरियोस्। हामीले कहिल्यै पनि जथाभावी सडक पार्किङ गर्न पाउनुपर्छ भनेका छैनौँ। यस्ता भ्रात्मक अल्गोरिदम फैलाएर मान्छेको चरित्र हत्या गर्ने काम तत्काल बन्द गरियोस्। सम्माननीय सभामुख महोदय, हामीले त यति मात्र भनेका हौँ, प्रहरीको रुखो अमानवीय र अपमानजनक व्यवहारका कारण कुनै नागरिकको आत्महत्या गर्न बाध्य नहोस्। कानुन सबका लागि बराबर हो। सम्माननीय सभामुख महोदय, ट्राफिक नियम उल्लङ्घन गर्दा सर्वसाधारणलाई कारवाही हुन्छ भने सिट बेल्ट नलगाई गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई चाहिँ कारवाही किन हुँदैन? सम्माननीय सभामुख महोदय, न्याय सबका लागि बराबर हुनुपर्छ। विधि 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 भन्दा अर्को चिज छैन। सम्माननीय सभामुख महोदय, हामीले कानुन हटाऊ भनेका होइनौँ, कानुन सबैका लागि समान रूपमा लागू गर भनेका हौँ। अब गणेश नेपालीको विषयमा पनि केही कुरा स्पष्ट राख्न चाहन्छु। सम्माननीय सभामुख महोदय, हामीले जलनका बिरामीलाई अपराधी जस्तै हिँडाएर किन अस्पताल लगियो, एम्बुलेन्समा किन लगिएन भनेर प्रश्न गरेका हौँ। नेपालको कुनै पनि डाक्टरलाई सोध्नुहोस्, जलन भएको मान्छेलाई अपराधी जसरी हिँड्यो भने 75% मान्छे 100% मर्ने चान्स हुन्छ। आज त्यो व्यवस्था गरियो। सम्माननीय सभामुख, र गम्भीर जलनका बिरामीलाई वीर अस्पतालमा उपचार गराउने हो कि कीर्तिपुरको जलन अस्पतालमा हो? सम्माननीय सभामुख महोदय, यो नेपालीहरूलाई सबैलाई नेपालीहरूलाई तपाईँको लाटा छन् भनेर अल्गोरिदम नफैलाउनुहोस्। कीर्तिपुरको